म बिल पे गर्छु भाइ म पे गर्छु म पे गर्छु म पे गर्छु तिमी राख न तिम्रो म गर्छु भनेको म पे गर्छु भनेको रोक्नु मैले एउटा डिसिजन गरे के चाहिँ हामी हाफ पे गरौँ तिमी हाफ पे गर्छ म हाफ पे गर्छु ल आधी पैसा आधी पैसा पे गर्नु म तिम्रो साथी हो आम्मामा हिँड साथी हो लुखौँ र निकाल सबैजनाले पैसा के लाग्यो तिमीलाई चाहिँ त्यस्तो भनेको होइन हौ बेबी हामीले खाएको पैसा पनि आधी अब मैले दिने बेला भयो होइन बेबी मलाई यस्तो लाग्छ कि बिल चाहिँ जहिले पनि केटाहरूले तिर्नुपर्छ जस्तो लाग्छ बुझ्यौ किन मेरोमा पैसा छैन म चाहिँ दिनु सक्दिनँ पैसा हुन्छ बेबी भनेपछि बिल तपाईँ दिनुहोस् न ल बिल 8500 भएको रहेछ 8500 8500 आम्बो 8500 कसरी दिनु म त्यति बेसी पैसा चाहिँ बित्थामा अगाडि बोलेछु पैसा नकौडी अब म कसरी भन्नु उसलाई चाहिँ आफै देऊ भनेर अब यस्तो समय पनि आयो मैले खाएको घरि तिर्नु नसक्ने है तिमी मैले दिनुपर्ने पैसा घरि मैले दिनु भन्छ पैसा घरि आधी गरौँ म गर्लफ्रेन्ड हो कि को हो तिम्रो भन त वाह प्रवीण वाह तैँले मलाई आज साथी जस्तो गरेको छस् कि मैले खाएको धरि दिनु लाग्छ पहिलाको केटीहरूलाई भक्कु खुवाइसक त गएको म तेरो बेहुरा सब थाहा पाएँ मैले झन्डै 8500 चाहिँ मैले तिरेछु ल